हेलो नमस्ते सम्पूर्ण मित्रहरूलाई। आज हामी यो हाम्रै राजानागी यो फुटबल मैदानमा हामी यो राजानागी युवा क्लबमा आबद्ध सम्पूर्ण हाम्रो गाउँवासीहरूसँग यो हालसालै असारमा रोपिएको हाम्रो रङ्गशालाको अगाडि पछाडि तलमाथि हाम्रो यहाँ लगभग 120वटा हामीले बिरुवा रोपेका थियौँ र यो बिरुवालाई अहिले अब हिउँदो महिना अहिले अब यो डडेलोको मौसम आउन लागेको हुनाले आज हाम्रो बिरुवाहरूको चाहिँ गोडमेल गर्ने कार्यक्रममा हामी छौँ। सकिन्जेलसम्म हामी सबैजना व्यस्त रहनेछौँ। हामी ठगमा जान पठाऊ उसलाई पठाऊ है। म चाहिँ अब तामाङ कृष्ण, अब यसै चौधनीगढी नगरपालिकाको वडा नम्बर 3 अन्तर्गतको राजानागी निवासी। साथै यो आज हाम्रो चाहिँ यो सामाजिक कार्य भनौँ न, यो हाम्रो जुन राजानागी खेल मैदानको वरिपरि भएको बोर्ड लगाएको बोर्ड बिरुवाको छेउछाउ अब यो गर्मीको मौसम आयो, डडेलोले खान सक्ने सम्भावना धेरै देखेर चाहिँ अब सबैजना आज भेला जम्मा भएर चाहिँ यसो सरसफाइ गरिँदैछ भनौँ। यहाँको जनसहभागिता चाहिँ एकदम राम्रो देखेँ मैले। बिहानै